जिल्लाभरि र देशभरिको राष्ट्रिय स्वतन्त्र पार्टीका शुभेच्छुक कार्यकर्ता आफन्त र सम्पूर्ण जनताहरू जो हुनुहुन्छ यो जितमा हामीले ललितपुर क्षेत्र नम्बर 2 को मात्रै जित सोचेका छैनौँ, हामीले ललितपुर समग्रको जित सोचेका छौँ र त्यति मात्रै होइन देश र जनताको जित सोचेका छौँ, पार्टीको मात्रै जित सोचिरहेका छैनौँ। त्यसैले अब देश बनाउनुपर्छ। यो अभियानमा हाम्रा पार्टी सभापति रवि लामिछाने, त्यस्तै गरेर वरिष्ठ नेता र भावी प्रधानमन्त्री बालेन्द्र शाह उहाँहरूको नेतृत्वमा हामी सम्पूर्ण रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी, त्यस्तै गरेर सम्पूर्ण देश र जनता अब विकास र समृद्धिको बाटोमा अगाडि बढेका छौँ। यसमा साथ दिनुभएकोमा यहाँहरू सबैलाई फेरि पनि हृदयदेखि म धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। धेरै धेरै धन्यवाद छ। सुनामी नभनौँ, लहर भनौँ र यसले राष्ट्रिय स्वतन्त्र पार्टी र हामीलाई थप जिम्मेवार, थप जवाबदेही, थप संवेदनशील बनाएको छ र यो बाटोमा अहिले हामी हौसिनी, अहिले हामी धेरै खुसी हुने भन्दा पनि अब थप जिम्मेवार र जवाबदेही बनेर देश र जनताको लागि काम गर्नुपर्छ भनेर जनताले दिएको म्यान्डेटको रूपमा हामीले बुझ्यौँ। तपाईँले लहर भनिरहँदा कतिपयले सुनामी नै भनेका छन्, किन भन्दाखेरि यो केही बेरमा सकिएर जान्छ भनेका छन्, के भन्नुहुन्छ? पहिलेदेखि त्यो प्रश्न भन्दा पनि अब राम्रो हुन्छ भनौँ न। जनताको म्यान्डेट यसरी असाधारण रूपमा, जनलहरको रूपमा, उभारको रूपमा, विश्वास र भरोसाको रूपमा आएको छ भनेपछि तपाईँले अहिले हामीले चाहिँ संसद नछिर्दै, सरकार नबनाउँदै यसलाई हामीले चाहिँ नकारात्मक रूपमा भन्दा पनि सकारात्मक व्याख्या गरेर यो लहर जुन आएको छ, यो बहार जुन आएको छ, यसलाई जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई, हाम्रो पार्टीका सभापति रवि लामिछानेलाई, बालेन्द्र शाहलाई र समग्र नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले अहिले विश्वास गरे भन्ने आधार हो। यो विश्वासलाई कायम राख्दै अगाडि बढ्नुपर्ने हाम्रो जिम्मेवारी। सञ्चार मन्त्री तपाईँ नै हजुर, अबको सञ्चार मन्त्री तपाईँ नै हुनुहुन्छ, कुनै अरू मन्त्रालय होइन। यी सबै विषयमा अहिले को कुन मन्त्रालय कसलाई के को जिम्मेवारी दिने, कसलाई कुन ठाउँमा जिम्मेवारी दिने भन्ने कुराहरू चाहिँ अहिले जनताले जिम्मेवारी दिएको मलाई सांसदको रूपमा छ। त्यो यहाँहरूले देखि नै हाल्नुभयो कि झन्डै 2/3 मत दिएर चाहिँ नि सांसदले के अरे जनताले मलाई एउटा सांसदको रूपमा जिताउनु भएको छ। बाँकी जिम्मेवारीको सन्दर्भमा जनताको चाहना अनुसार, पार्टीको म्यान्डेट अनुसार, पार्टीको निर्देशन अनुसार र पार्टीले दिएको चाहिँ नि जिम्मेवारी अनुसार हामी सबै अगाडि बढ्छौँ त्यही रूपमा। भनेपछि प्रधानमन्त्री को भन्ने पनि कन्फर्म भएको छैन? प्रधानमन्त्री त हामीले बालेन्द्र शाह भनेर हाम्रो पार्टीको तर्फबाट भनेको छौँ। अहिलेलाई यति गरौँ। धेरै धन्यवाद।